नमस्कार साथीहरू, आशा गर्छु तपाईँ सबै ठिक हुनुहुन्छ। आज म तपाईँलाई एउटा यस्तो कुरा सुनाउन चाहन्छु जुन कुरा हामी सबैले गर्छौँ, तर यसको वास्तविक शक्ति र खतरा हामीले सोचेकै हुँदैनौँ। त्यो हो निद्रा। हामीमध्ये धेरैले निद्रालाई टाइम वेस्ट जस्तो ठान्छौँ। काम धेरै छ, आज अलिक कम सुतौँला, पढ्न बाँकी छ, रातभर जागै बसौँला, भोलि उठेर गरौँला, अहिले स्क्रोल गरौँला। तर म आज एउटा वैज्ञानिक किताबका आधारमा भन्न चाहन्छु, कम सुत्नु भनेको केवल थकाइ हुनु होइन, कहिलेकाहीँ यो बिस्तारै शरीरभित्र चलिरहेको साइलेन्ट ड्यामेज हो। यो भिडियो प्रख्यात स्नायु विज्ञानी म्याथ्यू वाकरको पुस्तक वाइ वी स्लिपमा आधारित छ र आज म तपाईँलाई त्यस किताबभित्रका केही अचम्म लाग्दा झस्काउने धेरैलाई थाहा नभएका कुरा सुनाउँछु। अनि यदि तपाईँ यो भिडियो राति अबेर हेरिरहनु भएको छ भने आजको अन्त्यमा एउटा निर्णय गर्नुपर्छ, अझ 1 घण्टा स्क्रोल गर्ने कि 1 घण्टा अघि सुत्ने। अब सुरु गरौँ। हामीलाई लाग्छ म 5-6 घण्टा सुत्छु, मलाई त केही भएको छैन। तर विज्ञान भन्छ हामीलाई लाग्ने कुरा र शरीरभित्र भइरहेको कुरा एउटै हुँदैन। कम सुत्दा हाम्रो शरीरभित्र 3वटा ठूला फ्रन्टमा असर पर्छ: प्रतिरक्षा, इम्युनिटी, मुटु, हार्ट र मस्तिष्क, ब्रेन। पहिलो, प्रतिरक्षा प्रणाली। यो किताबमा एउटा कुरा एकदम चकित पार्ने छ। एक रात मात्र तपाईले 7-8 घण्टा सुत्नुपर्ने ठाउँमा 4-5 घण्टा मात्र सुत्नुभयो भने तपाईको शरीरभित्रको क्यान्सरसँग लड्ने नेचुरल किलर सेल्स भन्ने सुरक्षा फौज एकैचोटि धेरै घट्न सक्छ भन्ने अनुसन्धानहरू बताइन्छ। अब सोच्नुहोस्, हामीले एक रात मात्र हो भनेर हल्का लिन्छौँ, तर शरीरभित्र भने सुरक्षा गार्डहरू नै कम हुन्छन्। र यो एउटा कारण हो किन रातिको शिफ्ट, सुताइ बिग्रिएको जीवन दीर्घकालमा स्वास्थ्य जोखिमसँग जोडिन सक्छ भन्ने कुरा धेरै ठाउँमा चर्चा हुन्छ। अब दोस्रो, मुटु। यहाँ एउटा उदाहरण सुन्दा तपाईँ छक्क पर्नुहुन्छ। कहिलेकाहीँ संसारका केही देशमा टाइम बदलिन्छ, घडी 1 घण्टा अगाडि पछि सारिन्छ। त्यो 1 घण्टा सुताइ घट्दा मुटु सम्बन्धी समस्या बढ्ने सङ्केत देखिएको कुरा पनि यही किताबमा उल्लेख हुन्छ। एउटा घण्टा मात्र, तर असर मुटुमा। यसले के देखाउँछ भने निद्रा हाम्रो मुटुको लागि लग्जरी होइन, मेन्टेनेन्स हो। अब तेस्रो, सबैभन्दा गहिरो कुरा, मस्तिष्क। हामी सुत्दा दिमाग अफ हुँदैन, बरु दिमागले राति धेरै महत्त्वपूर्ण काम गर्छ। 1. दिनभरि सिकेको कुरा सेभ गर्छ। 2. अनावश्यक कुरा डिलिट गर्छ। 3. अनि दिमागभित्र जम्मा भएको फोहोर सफा गर्ने काम पनि गर्छ भन्ने कुरा उल्लेख गरिएको छ। अब यदि तपाईँ नियमित कम सुत्नुहुन्छ भने त्यो क्लिनिङ प्रोसेस नै कमजोर हुन सक्छ। यही कारणले निद्रा र स्मरण शक्ति, निद्रा र डिमेन्सिया, अल्जाइमर जस्ता विषयहरू वैज्ञानिक बहस र अनुसन्धानमा बारम्बार आउँछन्। यो सुन्दा डर लाग्छ है, तर अझ एउटा कुरा छ। कम सुत्ने मान्छेले अक्सर भन्छ, म त ठिकै छु, मलाई असर छैन। तर वास्तविकता के हो भने निद्रा कमीमा हाम्रो जजमेन्ट क्षमता घट्छ, तर हामीलाई थाहा नै हुँदैन। जस्तो रक्सी खाएको मान्छेलाई पनि म ठिक छु जस्तो लाग्छ, तर ऊ ठिक हुँदैन। त्यसैले निद्रा कमी खतरनाक छ, किनकि यो चुपचाप काम गर्छ। अब यहाँ एउटा राम्रोसँग बुझिने कुरा, यदि तपाईँ राति ठिकसँग सुत्नु भएन भने भोलिपल्ट के हुन्छ? भोलिपल्ट सानो कुरामा झर्को लाग्छ, ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, मानिससँग बोल्ने धैर्य घट्छ, अनि सबैभन्दा कमन, चिनी, मिठो, कार्ब्स बढी मनपर्छ, किनकि शरीर थाकेको हुन्छ, दिमाग ऊर्जा खोजिरहेको हुन्छ। त्यसैले जुस, चिप्स, चाउचाउ, मिठाई यस्तै चिजतिर हात जान्छ। र जब यो बानी बारम्बार दोहोरिन्छ, तौल बढ्ने, शरीर कमजोर हुने, जीवनशैली बिग्रिने, यो चेन सुरु हुन्छ। अब तपाईले सोध्नुभयो होला, ठिक छ, अब के गर्ने त? यहाँबाट भिडियोको सबैभन्दा प्र्याक्टिकल भाग सुरु हुन्छ। म तपाईलाई 5वटा कुरा दिन्छु, जुन कुरा धेरैले गर्छन् तर सही तरिकाले गर्दैनन्। 1. सुत्ने र उठ्ने समय स्थिर बनाउनुहोस्। अझ ठूलो कुरा, कति घण्टा भन्दा पनि कुनै फिक्स्ड स्केड्युल। राति 11 बजे सुत्ने निर्णय गर्नुभयो भने हप्तामा 5 दिन होइन, सकेसम्म हरेक दिन, किनकि हाम्रो शरीरभित्रको बडी क्लक स्केड्युल मन पराउँछ। राति स्क्रिनलाई नियन्त्रण गर्नुहोस्। मैले सबैभन्दा धेरै बिग्रिएको कुरा यही देखेको छु। सुत्ने बेलामा फोनको नीलो प्रकाश, रिल्स, शर्ट्स
ब्रेन अलर्ट मोडमा पुग्छ। त्यसैले सुत्नु अघि 30 देखि 60 मिनेट फोनलाई टाढा राख्नुभयो भने तपाईले फरक महसुस गर्नुहुन्छ। 3. कफी चिया समयमै रोक्नुहोस्। धेरैलाई लाग्छ कफी खाएर त 1 घण्टामै असर सकिन्छ, तर क्याफिन धेरै समय शरीरमा बस्छ। त्यसैले तपाई राति 11 बजे सुत्ने हो भने बेलुका 3-4 पछि कफी कम गर्नु राम्रो। 4. कोठालाई निन्द्राको संकेत बनाउनुहोस्। कोठा अलि चिसो, अलि अँध्यारो, शान्त अनि बेड भनेको वर्क गर्ने ठाउँ होइन, स्क्रोल गर्ने ठाउँ होइन। बेड सुत्ने ठाउँ भन्ने सिग्नल बनाउनुहोस्। 5. बिहान घाम लिनुहोस्। यो एकदम अन्डररेटेड छ। बिहानको घामले बडी क्लक रिसेट गर्छ, सुत्ने उठ्ने साइकल ठीक पार्न मद्दत गर्छ। अब यहाँ एउटा अन्तिम कुरा, यदि तपाई अहिले धेरै समयदेखि कम सुत्दै आउनु भएको छ भने यो सुनेर गिल्ट फिल नहोस्, किनकि यो दोष होइन, यो बानी हो र बानी चेन्ज हुन्छ। तर आज तपाईले एउटा निर्णय गर्नुपर्छ। तपाईको जीवनमा सबैभन्दा महँगो चीज के हो? पैसा, समय, सफलता? म भन्छु तपाईको स्वास्थ्य। र स्वास्थ्यको जग धेरै कुरा मध्ये एउटा निद्रा। त्यसैले आजबाट एउटा सानो स्टेप। आज राति 15 मिनेट अगाडि सुत्नुहोस्। भोलि फेरि 15 मिनेट। यस्तै गर्दै 7-8 घण्टामा पुग्नुहोस्। अब अन्त्यमा, यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् तपाई औसतमा कति घण्टा सुत्नुहुन्छ र तपाईको सबैभन्दा ठूलो समस्या के हो? निद्रा नआउने, ढिलो सुत्ने वा बिहान उठ्न गाह्रो? म तपाईका कमेन्ट हेरेर अर्को भिडियोमा निद्रा छिटो ल्याउने प्र्याक्टिकल रुटिन पनि बनाइदिन्छु। धन्यवाद। आज राति छिटो सुत्नुहोस्।